नमस्ते, म अस्मी श्रेष्ठ। पेशाले म फ्यासन मोडल अनि इन्टिरियर डिजाइनर पनि हुँ। मेरो आफ्नो फर्म छ अस्मी श्रेष्ठ इन्टिरियर्स र म चाहिँ अब खासमा भन्नुपर्दाखेरि सबैले चिन्नुहुने चाहिँ मिस नेपाल भनेर पनि हो। 2016मा म मिस नेपालको विजेता हुँ। तर त्यो भन्दा पनि अब भनौँ न अहिलेसम्म आइपुग्नको लागि के भयो त मेरो लाइफमा भनेर यसो सोच्दाखेरि होइन सानैदेखिबाट धेरै नयाँ कुरा सिक्ने इच्छा भएको बच्चा थिएँ म। सो त्यो कारणले गर्दाखेरि मैले लाइफमा थुप्रो एक्सपिरियन्स गरेँ जस्तो लाग्छ। अब आफूले यसो एसई दिइरहेको सम्झिँदाखेरि कति नाइभ थिएँ होइन, कति केही पनि नथाहा भएको जस्तो थिएँ जस्तो लाग्छ। त्यो बेला भर्खरै चितवनबाट काठमाडौँ मुभ पनि भएकी थिएँ। तर त्यो बेला सोच्दाखेरि लाइफमा के गर्ने होला, मैले के गर्छु होला भन्ने धेरै क्वेसन्सहरू हुन्थ्यो। तर एउटा एम्बिसन पनि बोकेर चाहिँ आएको थिएँ डेफिनेटली। म जे गरे पनि भनौँ न लाइफमा केही न केही चाहिँ अचिभ गरेर छाड्छु भन्ने एउटा दृढता चाहिँ ममा सधैँ थियो जस्तो लाग्छ अहिले यसो सम्झिँदाखेरि। तर हुनु पनि लाइफमा चाहिँ साँच्चै नै कहाँबाट कहाँ पुग्छ भन्ने कुरा चाहिँ त्यो प्लानिङ चाहिँ गर्न सकिँदैन जस्तो लाग्छ होइन। अफकोर्स एउटा एम राख्न सकिन्छ, एउटा टार्गेट राख्न सकिन्छ, तर जर्नी कहिले पनि कन्ट्रोल चाहिँ गर्न सकिँदैन। त्यही भएर मैले पनि आफ्नै फ्लोमा भनौँ न लाइफको धेरै उतार चढावहरू पार गरेँ जस्तो लाग्छ र अहिले आज जहाँ छु त्यही कारणले छु। कहिले सोचेको थिएन के भन्छ इन्टिरियर डिजाइनर पनि भएर आफ्नो कम्पनी रन गरिरहेको हुन्छु भनेर। ब्याचलर त मैले खासमा म्यानेजमेन्टमा गरेको थिएँ होइन। तर यस्तै रहेछ लाइफमा आफू केमा राम्रो छु भनेर पत्ता लगाउनको लागि यु हेभ टु के भन्छ धेरै के भन्छ लेभल्सहरू क्रस गर्नुपर्ने हुन्छ। सो यदि तपाईँहरूले मलाई सुनिराख्नु भएको छ भने म तपाईँहरूलाई पनि त्यही भन्न चाहन्छु कि सबै चिज एकैचोटि फिगर आउट हुँदैन लाइफमा, स्टेप बाई स्टेप हुन्छ। तर कहिले पनि आफूमा बिलिभ गर्न नछाड्नुहोस्, आफ्नो कन्फिडेन्समा सधैँ काम गरिराख्नुहोस्। र मेन कुरा आफूलाई धेरै लाइफमा धेरै पर जान सकिने फ्याक्टर भनेको चाहिँ डिसिप्लिन हो। सेल्फ डिसिप्लिनले तपाईँलाई लाइफमा धेरै 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 पर लान सक्छ र एट द सेम टाइम इल अल्सो किप यु भेरी हेल्दी फिजिकली एन्ड मेन्टली बोथ। सो यही भन्न चाहन्छु सबैजना एसई दिनुभएको भाइ बहिनीहरूलाई अल द बेस्ट। अब अझै रमाइलो हुनेवाला छ होइन। सो बी प्रिपेयर्ड, स्कोर जस्तो सुकै आए पनि होइन, यदि तपाईँहरूले आफ्नो बेस्ट दिनुभएको छ भने बी रेडी टु मुभ फरवर्ड। बेस्ट दिनु भएको छैन जस्तो लागेछ भने अबको आउने डेजहरूमा चाहिँ बेस्ट दिन्छु भनेर आफूलाई चाहिँ प्रमिस गर्नुहोस् अनि अगाडि बढ्नुहोस्।